कहाँ छ हौ निगुरे तिमी निगुरे खेलेको भिडियो बनाइदिन्छु ल खै तितेपातीको डाँख्ला मात्रै छ त ओए घाम कस्तो खतरा देखिएको यार खोइ निगुरो खोइ त छिटो खोजा खोजा फोटो होइन यो भिडियो खिचिरहेको छु त भ्लग बनाइरहेको छु क्या मैले खतरा तिम्रो यहाँ त खोइ त अनि सबै फुलतरुलु छ त मकै हाम्रो मकैबारी मकै उम्रेछ यार दामी है अलैँची बारी सुकेर छैन नि हौ चिम्टी चाहिँ कसरी ल्याउनु आइफोन कति हो त्यो तिम्रो निगुरो यस्तै हो कति सानो सानो यार हो तिमीहरूको गाउँमा त सुनै फल्छ नि हौ ल ल छिटो खोज म त भिडियो बनाउने भइगयो नि चट्ट निगुरोको तरकारी चाहिँ मासु जतिकै हुन्छ अरे खोइ निगुरै छैन यस्तो छिपेको छ यो त सुँगुरको उ मात्रै हुन्छ यार ल रानी भयो तिमी खोइ त अनि साँच्चै ठुलो ठुलो मात्रै छ त हौ ल छिटो खोजा खोजा हिँड न त लु जहाँ छ जहाँ छ त्यहाँ बङ्की बङ्क टिप्ने हिँड्ने त्यो अरूले लगिहाल्छ पछि त्यही त हो नि सिला साङ्ला दादालाई नहराउ न त्यसरी अनि कहाँ खोज्नु भनेको छैन बवाल उम्रेछ यार तिमीले रोपेको फर्सी त यो हाम्रो चनपुर दोभाने यो पारिपट्टि 5 खपन नगरपालिका यो 5 खपन जाने बाटो सर यो बाटो गयो भने वाना 12-20 पुगिन्छ निगुरे चाहिँ यस्तो मात्रै छ सानो खालकै ठुलो भएकै छैन के यस्तो चाहिँ मिठो हुन्छ क्या यो कलिलो थाहा छ म त खल्लो लाग्छ त्यो त आऊ फोटो खिचिदिन्छु कति बेला पाऱ्यो मैले त यति यति भए पनि कति 5 गाँस त भात रहेछ यार त्यसो नभन न को हाँस्छ नि जाँठाहरू
रास रास अब चाहिँ अलि निगुरे पाइने ठाउँमा आइएछ हौ कार्की चिम्टी चाहिँ अनि आफै पो पाक्नुपर्छ त हौ मैले नि त त्यही सुकेको छैन होला भनेर नभए नि हिँडेको होला भनिरहेको थिएँ नि त यता हेर त खै मकै खतरा उम्रेछ यार पानी नपरे पनि कति हप्ता अब यो मकै छरेको 1 पाते 2 पाते 3 4 पाते भइसकेछ 3 पाते 4 पाते भइसकेछ यार मकै यति खोजियो ट्याटु चाहिँ देखाएको होइन निगुरे देखाएको निगुरे यति खोजिसकियो यति भयो काफी हुन्छ जाम आजलाई भिडियो सकियो बाई बाई